पावलले लेख्दछन् कसैले पनि आफ्नो भलाइ नखोजोस् तर आफ्नो छिमेकीको भलाइ खोजोस् है। आज परमेश्वरको वचनले आज हामीलाई सल्लाह दिँदछ, साँचो प्रेममा जिउँदै गर्दा चाहिँ आज हामी निस्वार्थ आज हामी जिउन सक्दछौँ। थाहा छ, किनकि परमेश्वरको प्रेमलाई हेर्दै गर्दा हामी जान्दछौँ परमेश्वरको प्रेम चाहिँ तपाईँ र म प्रति निस्वार्थको प्रेम, कुनै पनि स्वार्थ परमेश्वरको प्रेममा आज हामी भेटाउँदैन। हामी पापी छँदै ख्रीष्ट तपाईँ र मेरो निम्ति मर्नुभयो। हामी असल भएको कारणले होइन, तर हामी पापी छँदै ख्रीष्ट तपाईँ र मेरो निम्ति मर्नुभयो। त्यही भएर पावलको पत्र हामी देख्दछौँ प्रेमको स्वभाव के, त्यो प्रेमको स्वभाव तपाईँ र मैले लिइरहेको छु। तपाईँ प्रेम गर्दै हुनुहुन्छ भने के तपाईँ अरूप्रति धैर्यवान हुनुहुन्छ? तपाईँ प्रेममा जिउँदैछु भन्दै हुनुहुन्छ भने के तपाईँ अरूप्रति दयावान हुनु भएको छ? के अरूको सफलतामा तपाईँले डाह गर्दै हुनुहुन्छ कि आज तपाईँले है अरूको सफलतामा तपाईँ रमाउँदै हुनुहुन्छ? के तपाईँ प्रेम त गर्दै हुनुहुन्छ, स्वार्थको प्रेम तपाईँले गरिरहनु भएको छ?